हाँ भाइ कस्तो लाग्यो त मेरो सरप्राइज बेस्ट ब्रो हो मालागा आएको भन्दा बढी सरप्राइज भयो क्या मैले इमेजिन चाहिँ गरेको थिएन ल नमस्ते स्वागत गर्न चाहन्छु हाम्रो खटियाबाट एक्चुअली हाम्रो खटिया होइन भाइको खटिया हो मेरो खटिया यहाँ छ अनि आज चाहिँ हामी बिहान उठ्यौँ हुन त हामी सधैँ बिहान उठ्छौँ तर फेरि सोध्छौँ तर आज सुत्दैनौँ सुरुमा चाहिँ म सूर्योदय तपाईँलाई थाहा छ म जहिले पनि जुन ठाउँमा पनि सूर्योदय हेर्ने मेरो एउटा रहर दिलचस्प हुन्छ त्यो चाहिँ पुरा गरेँ त्यस पछाडि भाइलाई फोन गरेको भाइ पनि तयार भयो त्यसपछि दाजुभाइ दरो घुमियो माथि गइयो अनि बिहानको नास्ता गरियो त्यस पछाडि आएर दारी सारी मिलायो भने चाहिँ खोइ कति मिलायो तिम्रो दारी खोइ यस्तै हो बुढेसकालको दारी मिलेन चाहिँ मैले पनि अलिअलि दारी मिलाएँ यस्तै हो बुढेसकालको दारी मिलेन 25 डिग्री तिमीलाई आठो बनाउँछ कि आठो बनाउँछ अझै रिमोट खेलेर बसिरहेको छ यार अब मैले खेल्ने चाहेकै थिएन जबरजस्ती कमाएको कस्तो हुन्छ हो कि होइन एउटा काम दिया हो अब देश फतेह त गर्नु पर्यो होला नि पर्यो कि हाफ दिने झगडा गरौँ न दिउँ खुट्टापट्टि त्यो पनि बाल्कनीमा गएर चाहिँ किन भन्दा एसीको लाग्ने अनि आज चाहिँ एउटा विशेष दिन विशेष चाहिँ कुरा छ आज दाजुभाइले चाहिँ एउटा कुरा गर्न गइरहेको छौँ यो पनि अर्को एउटा गोप्य एक्चुअली यही मात्रै बाँकी छ त्यस पछाडि यही पनि बाँकी छ होइन र यो कुरा चाहिँ कस्तो कुरा भन्दा मलाई धेरै पहिलादेखि गर्न मन लागिरहेको कुरा हो अनि भाइको नाउँ पारेर सुत्केरीको नाउँ पारेर टाउको मैले खाएँ भन्ने तरिकाले चाहिँ मैले खाने प्रयास गरिरहेको छु अब भाइले अब खेलै त हो अनुमान गर नि त के चाहिँ होला त के खेल खेलाउनु लानु लाग्यो के हाम्रो एक्टिभिटिज हो हो वाटर एक्टिभिटी भयो कि वाटर एक्टिभिटी त जाडो जाडो छ तर गरिन्छ तर लाइफ ज्याकेटलाई चाहिँ जेन गरिन्छ चाहिँ वाटर एक्टिभिटी हो अब के छ त अब हेर्नु डुङ्गै अब त्यही दिन नै पल्टिनै छ भने त पल्टिएला त्यही पनि लागेपछि त सक्यो कहाँ पुगेको क्या नकारात्मक सोच कहाँ पुगिसक्छ के एक्टिभिटी हो ल एउटा त्यो भयो अरू 2-3 सोच भनेको बन्जी जम्प हान्न भन्नुहोस् कि के थियो 8-9 बजी साँझ बन्जी जम्प त हान्दैन के थियो नाइट लाइफ बन्जी जम्प ओके त्यसलाई पनि हामीले मिनी गल्फ राति 9 बजे मिनी गल्फ त खेलिँदैन के थाहा मिनी गल्फ छ त ठुलो गल्फ छ कि बत्ती बालेर टर्च लाइटले खोज्दै झिलझिली जुनगिरीवाला मिनी गल्फ ओके अर्को के होला त त्यसो भए नेवीले यस्तो गर्छ के होला त अन्त जबरजस्ती सोच भने पनि सोच आउँदैन रहेछ क्या अहिलेसम्म आफै आउँछ के आउँछ दिमागमा थाल्छ क्या अब जल्दी बोलो जल्दी कलसुबा कलसुबा कहाँ निकाल्न कलसुबा बाथरुम निकाल्न सुबह अरू कहाँ निकालिन्छ अलराइट खासमा वाइन खाने प्लान थियो हामीले चाहिँ हो क्या फ्रिजभरि यस्तो सामानहरू छ है होइन चाहिँ बियर अलिअलि रहेछ खासै त्यस्तो धेरै छैन ओभर एक्साइटेड भएन यहाँ यस्तो दामी आइस छ के गर्नु त भाइ यो स्पार्कलिङ वाइन खाने कि काबा ठुलो क्याम्पको सबै सक्नुपर्छ भन्ने जरुरी छ र यो हाम्रो भाइको र मेरो तनाव उसलाई स्ट्रेस परेछ अनि मसित कन्फर्म गरेपछि अलि रिल्याक्स हुन्छ हो त्यही हो नि अब यो कि त सबै सक्नुपर्छ भने त आँटै आएन क्या खानु हो एक ग्लास खान रोड लाग्यो खाम न त एक ग्लास खाम अचानक त दिमागमा आयो गेस गर भनेर ओइ गेस त गर्नु पायो तपाईँले नाच्ने पनि रहर छ उसे नाचने की रहे हमें नचाने पूरा फंसे क्या हमें नाचने का शौक था उसे नचाना आता था फ्लामिङ्गो भने के फ्लामिङ्गो भन्छ होइन त्यस्तो के नृत्य यहाँ साल्सा के हुन्छ यहाँ अनि यी बुढा पनि जाउँदादेखि यसो गरिरहेको हुन्छ उनको रहर छ त्यो मलाई थाहा अनि अस्ति मलाई पनि रहर भएको भाइलाई म सँगसँगै लगेर चाहिँ मेरो रहर चाहिँ ऊ त्यही सोधकारीको के खाए जस्तै तिनीहरूले मलाई भोलि आज नचाउने भयो तर नाच्ने के छ नाच्नु त के छ ल अब हामी यो चेयर्स गर्छौँ खान्छौँ त्यस पछाडि एकछिन पछाडि हामी मालागा निस्किन्छौँ अनि मालागामा आज हाम्रो कार्यक्रम हुन्छ है हजुर कार्यक्रम मालागा कस्तो गजब कुरा छ भन्दाखेरि चाहिँ खासमा यो भाइको जन्मदिनको लागि भनेर यो विशेष गोप्य यो चाहिँ यात्रा आयोजना गर्ने बेलामा सुरुमा मैले मालागामै होटलहरू हेरिरहेको थिएँ अनि अचानक यो तरेन मलिनस चाहिँ 6-7 दिन अगाडि ठ्याक्क होटल बुक गर्ने बेलामा भेटेको फुर्ती लगाएँ तर झन् जाडो बनाएँ हो त
अनि त्यो जाडोभर चस्मा लगाइरहेको छु फेरि उसले आँखालाई भए पनि अलिकति शास्ति होस् भनेर एक चियर्स गरौँ न अब कसरी लिएर आउने हो कि 3टा हात छैन त मसित कानुन हो र म कानुन भएको हात लामो हुन्छ तल खासमा चेन्ज गर्नुपर्ने हो बस्तर उसले पनि तन्काएर चियर्स ल चियर्स 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 के छिटो अब कस्तो छ थाहा छैन है अल राइट ल हामी चाहिँ मालाका आयौँ होइन भाइ के हो मान्यो नि नमान्यो भने त नमालाका भइगयो नि मानेर पो मालाका हुन्छ तर भाइलाई अब मैले के चाहिँ त्यस्तो चिजमा चाहिँ सामेल गराउँछु होला जुन चिज चाहिँ भाइको र मेरो चाहिँ थुर कमाउने चिज सातो जाने चिज है भाइले अझै पनि अब कस्तो भन्ने भन्दाखेरि चाहिँ मैले गर्नै पर्छ अरे फेरि ऊ एक्लै गऱ्यो भने झेली हुन्छ अरे के चाहिँ होला त त्यस्तो चिज खैर एनिवे पाउनु त पर्ने हो क्या है तर हामी मालाका पोर्टमा आइपुग्यौँ अनि दिदीबहिनीहरूलाई जानिदिउँ त्यस पछाडि मालाका पोर्टबाट चाहिँ अब हाम्रो यात्रा सुरु हुन्छ अनभिज्ञ यात्रा अनि यस्तो छ कि घाममा चिरिक्कै गर्मी हुन्छ ज्याकेट खोल्नुपर्छ अनि जाडोमा लास्टै लुक कमाउँछ अनि त्यही भएर मैले त केही निर्णय नै गर्न नसकेर अनि यस्तो चाहिँ यो चाहिँ लाएर आएको होइन त्यहाँ त पुरै मान्छेहरूको चहलपहल छ यार है हामी त नपत्याउने तरिकाले त कहाँ आइपुग्यौँ अरे त मैले कहिले हेरेकै थिएन यो ठाउँ यसो मेरो लिस्टमा पनि थिएन त्यहाँसम्म त्यो हेर्दाखेरि त एकछिन अलिकति त्यहाँसम्म हिँडौँ मान्छेको भिडभाड रहेछ अनि फर्किउँला भनेर आएको यहाँ त बहुत राम्रो गजबको संसार रहेछ क्या यहाँ त यस्तो मजाको अब ल हेर्नुहोस् अब हामी यहाँ ज्याकेट हाम्रो मात्रै होइन धेरैको अवस्था त्यस्तै छ यहाँ हाम्रो अगाडि बजेहरू सबैको अवस्था चाहिँ सबलाई त्यही समस्या छ क्या जाडो र गर्मीको लगेर यो भाइ बहिनीहरू पनि है सबको यहाँ 90% को समस्या त्यही रहेछ अलराइट हामी चाहिँ एकछिन त्यो अघिको पोर्टतिर बसेर यता आइपुग्यौँ हामी कस्तो दामी यो के हो ओहो अचानक यस्तो दामी कुनो आयो क्या त्यताबाट पनि मान्छेहरू आइरहेछन् है यहाँबाट पनि मान्छे आइरहेछन् यस्तो दामी घरको डिजाइन दामी लाग्यो अलराइट अब त भाइलाई थाहा भयो होला हामी कहाँ आइपुग्यौँ भनेर भाइ हो
यही हो क्या हो यही हो भाइ ल आज हामी फुटबल हेर्ने मालागा भर्सेस समथिङ तर यो चाहिँ मैले किन चाहिँ भनेको भन्दा मलाई चाहिँ एउटा प्रपर स्टेडियममा फुटबल हेर्ने रहर थियो भलै होइन यो चाहिँ पुरै त्यस्तो स्पेसल केही म्याच त होइन तर मालागामा मैले चाहिँ यसरी चाहिँ यस्तो प्रपर स्टेडियममा गएर मैले कहिले पनि फुटबलै हेरेको थिएन क्या त्यही भनेको त तिम्रो आएको थियो तिमी आएको फर्स्ट दिनमा तिमीले लालिगा छैन भनेर खोज्यौ नि त्यति बेला भाइले मालागाको हेरौँ भन्छ कि अब खोल्नै पर्ने अवस्था मालाको रहन्छ यसपालि नभए तिमीले लालिगा भने तर लालिगा नभए पनि अनि आज आइतबार मात्रै हुँदो रहेछ क्या यिनीहरूको होइन मतलब भएन मलाई त मेरो चाहिँ मेन उद्देश्य भनेको यो ठुलो स्टेडियममा त मैले आजसम्म फुटबल हेरेको होइन मलाई रहर थियो खोजेको तपाईँले याद छ म फर्स्टमै आएर हेरेको थिएँ मालागाको सकी छैन ल हेरौँ मालागा एफसी तृप्तै भयो क्या अचानक यहीँसम्म झुक्यायो नि मैले तिमीलाई है त्यो देखेँ त प्योर फुटबल स्टेडियम हो त्यो होइन त्यो देखेर क्या हो अब होइन जानेको थाहा छैन तपाईँले मजाले झुक्याउनु भयो क्या मलाई रहर छ डर लागिरहेछ भन्नु कम गाह्रो भयो यो फुटबल मलाई टिकट रोज्नलाई मैले पुरै च्याटजिपिटी सोधेँ कुन सिटमा बस्दा ठिक हुन्छ किनकि समस्या के भन्दा सबै सिट सेपरेट के सबै जोनमा एउटा सिट यता छ एउटा सिट उता छ अनि अब फुटबल कि उसको पछाडि बस्नु कि अगाडि बस्नु कि एकदम गाह्रो ल हाम्रो चाहिँ ल हो ल भाइ भाइ कस्तो लाग्यो त मेरो सरप्राइज बेस्ट ब्रो हो मालागा आएको भन्दा बढी सरप्राइज भयो क्या मैले इमेजिन चाहिँ गरेको थिएन ल है माया गरिदिएछु कति धेरै मान्छे आउँदो रहेछ नि त यार कस्तो भयो भन्दाखेरि चाहिँ मलाई चाहिँ अब यो बुक गर्ने त भने म आफैलाई पनि स्टेडियम जानु मन लाग्यो तर फेरि अब खासै धेरै मान्छे नहुने हुन् कि यस्तो शान्तिमा खेलमा अब यो लिगा पनि होइन केही पनि होइन भन्ने सोचेको अनि च्याटजिपिटीलाई सोधेको च्याटजिपिटीले चाहिँ तिम्रो चाहिँ के भन्यो भन्दाखेरि चाहिँ टन्नै मान्छे हुन्छन् युजली 90% अकुपेन्सी हुन्छ भनेर थियो हाम्रो अन्तिम सरप्राइजको पोको चाहिँ यही हो अब अहिलेलाई चाहिँ ऊ त्यो म्याकडोनल्डमा पनि त्यत्रो लाइन छ ऊ त्यहाँ चमक ल्याउ त वाउ यो चाहिँ मेरो साँच्चीकै मैले भन्थेँ नि यो तिमीलाई कम मलाई बढी भनेर अझै अहिले यहाँ आइसकेपछि त मेरो त सबै त्यो जाली पनि होइन तर मलाई त अझै 1 घन्टा अगाडि आउनु पर्ने रहेछ यता जस्तो फिल भयो क्या हुन्छ नि तर एनिवे ठ्याक्कै 9 बजी आइएन नि त यस्तो दामी किनकि यहाँ बार कति बिजी हुँदो रहेछ यो बेला यहाँ पुरै यो मान्छेहरूको चाहिँ यो चहल पहल कस्तो हुँदो रहेछ स्पेनमा फुटबल भनेको त होइन ठुलो कुरा हो नि त हेर्नु त मान्छेको भिडहरू हेर्नु त आमा पुरै फेस्टिभल स्ट्रिट फेस्टिभल भन्छौँ नि हामी होइन नि त सबै रातो लगाएर मबुल लगाएर चाहिँ अनि ओहो यार यो त म त लास्ट खुसी भएर आफ्नो निर्णयदेखि यार है भाइ अघि त्यो बाटो सुनसान बाटो हिँड्दाखेरि त एकछिन चाहिँ अलि उस लागिरहेको थियो हाम्रो कति 13-14 होइन अब जाऊँ न के छ र हामी धेरै राम्रो टाइम आइयो नि त
अलराइट, मेरो जीवनको पहिलोपटक यस्तो ठुलो यो फुटबल खेल मैदानमा बसेर चाहिँ भगुन्डे हेर्ने यो योजना मैले चाहिँ उपलब्ध गराएँ। यो सिट पत्ता लगाउन एकछिन गाह्रो भयो, एकछिन नर्भस भयो। कहिले नगएको कुरा त्यत्तिकै बढाइ चढाइ दिमागले खेलाउँदो रहेछ क्या। तर जे होस् भेटियो, टन्नै मान्छे रहेछ नि यार, रहन त यार। कस्तो मजा आइरहेछ कि मलाई होइन। त्यहाँ झन्डा हाल्दै गएर नि त्यहाँ पुरै हुन्छ। ल भगुन्डे खेल हेऱ्यो, यस्तो रमाइलो भयो। मध्यान्तर अघि मालगाको 2 थियो, त्यस पछाडि अर्को समूहले 2 हानिदियो र अन्तिम है अतिरिक्त समयमा सकियो नै भनिसक्ने बेलामा चाहिँ फेरि मालगाले हान्यो। जिन्दगीमा पहिलोपटक यस्तो खेल हेर्न आएको। तर रमाइलो के भन्दाखेरि सबै खालको मजा आयो क्या। हार्न लागेको मजा, जित्न लागेको मजा, यहाँ मान्छेहरू रिसाएको मजा, खेलाडीलाई गाली गरेको मजा, ओहो हो है, अनि लास्टमा जितेको मजा। मजा आउने रिजल्ट नि फुटबलमा नर्मल 2-3 भनेको अगाडि एउटा टिमले 2 गोल हानेर फेरि ड्र भएर पुरै होम फ्यानहरू रिसाएर चाहिँ बेलामा लास्ट मिनेटमा चाहिँ ट्याक्कै गोल हान्दा कम मजा आउँछ। ठ्याक्कै त्यही भयो क्या
अलराइट ल यसपालि चाहिँ हाम्रो अनिस भाइको जन्मदिनको यो ट्रिपको चाहिँ हाम्रो अन्तिम पोको थियो। तर यो चाहिँ मलाई एकदमै सानैदेखि हुन्छ नि यस्तो चाहिँ खेल एकदमै हेर्न मन लागिरहेको। अनि अब हेर्नै चाहेको भए त अब कता कता यात्रा गर्नु त सकिन्थ्यो होला, तर मौका नमिलिरहेको क्या। किनकि यत्तिकै अब त्यो 2-400 मान्छे भठाउमा गएर मजा आएन होइन। तर योले चाहिँ त्यो केवल खेल मात्रै होइन, खेल बाहिर पुलिसले चाहिँ कसरी चाहिँ बाटो व्यवस्थापन गरिरहेको छन्, यस्तो यस्तो सानो सानो कुराहरू हेर्ने मौका पाइयो। भिडहरू कसरी तितर बितर हुन्छ नि यसले गर्ने चाहिँ पछाडि चाहिँ पृष्ठभूमिमा। किनकि हामी खेल हेर्छौँ घरमा बसेर, खेल सकिन्छ, मान्छे जान्छन्, कुरा सकियो हुन्छ नि। सो यो सबै हेर्नु पाएँ। कस्तो भयो त भाइ? व्यापक एकदम तृप्त फिलिङ भयो। मैले लास्ट खुसी लाग्यो है। यो चाहिँ कस्तो भने यो फुटबल लागेको मान्छे आफू यस्तो यो लाइभ गेम हेर्न पाउनु भनेको अब फिनल्यान्ड बसिन्छ खास त्यस्तो छैन त्यहाँ। यो चाहिँ लास्टै एकदम मजा आयो। विकास भैयालाई चाहिँ धन्यवाद पनि दिनु पऱ्यो नि त। पऱ्यो ल, मैले पनि धन्यवाद लिएँ। र यो भन्दै मेरो विचारमा यो ब्लग हेर्ने तपाईँहरूलाई पनि एउटा नौलो अनुभव भयो होला होइन। अब चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। आजको ब्लग चाहिँ अब हामी यहीँ टुङ्ग्याउँछ। हामी यहाँबाट तोरेमलिनस जानु छ, लगभग 1 घन्टाको बस यात्रा अथवा रेल यात्रा। कति बजीसम्म बस चल्छ पनि थाहा छैन, केही नभए हामी ट्याक्सी लिएर जान्छौँ। र अब यत्रो काम फत्ते गरिसकेपछि अब चाहिँ आरामले चाहे यहाँ या त तोरेमलिनस गइसकेर पनि दारु नखाइ त भएन होइन। छैन नि आज हामीले त खासै भन्नुपर्दा खाएकै छैनौँ। यहाँ चाहिँ एकदम फ्रेस फिल भइरहेछ। तर यो राम्रो कुरा हो, खेल हेर्न मजा भयो त्यसले गर्दा। ल त नमस्ते।